हेलो नमस्ते साथीभाइहरू। म चाहिँ खाना खान लागेँ है हजुरहरू। म धेरै बोल्न चाहिनँ है, धेरै बोल्न चाहिनँ। आज यहाँ रहेको छ भुटन, त्यसपछि दाल पनि छ है हल्का, अनि गलेको उसमा है खाना चाहिँ खाइहालौँ भनेर यो दाल मासको दाल हो, बेसार लगा के पहेँलपुर बना के यसरी मुछेर खाने निर्णय गरियो। पहिला मुच्छु त्यसपछि खान्छु है साथीभाइ। ल दाल भात है खाएँ है त। मासु एकदम नम्बर 1 भएको छ है। दाल चाहिँ एकदम बाक्लो भयो। पानी खान्छु ल। एकदम मिठो छ साथीभाइहरू है। तपाईँहरू यसरी नै मिठो मिठो कुरा खानु ल।